गुड मर्निङ एभ्रिवान। आज स्याटरडे र म बिहान बिहान 6 बजीतिर बाहिर गइरहेको छु एक्सर्साइज गर्नलाई। म अब यस्तै हो, प्राय भ्याइरहेको बेला चाहिँ म बाहिर एक्सर्साइज गर्न गइरहेको हुन्छु, नत्र होमवर्कआउट नै गरिरहेको हुन्छु। आज बिहान बिहान कलेज छुट्टी थियो, शनिबार, अनि बाहिर आएको एक्सर्साइज गर्नलाई। कहिलेकाहीँ फेरि ड्युटीबाट चाँडै आयो भने बाहिर आइरहेको हुन्छु एक्सर्साइज गर्नलाई, नत्र त अब अरू दिन त्यस्तै हो, दिनभरि भ्याइ न भ्याइ हुन्छ र बेलुका फाखा घरमै आएर होमवर्कआउट हानिदिन्छु। पहिला यहाँ खतरा हिमाल देख्थ्यो, बिहान बिहान तल झार्दाखेरि भर्याङमै बाँदरको बच्चा मरिरहेको देखाएको थिएँ। अलि स्याड फिल भयो। म बेलुका आउँदाखेरि यही ठाउँमा एक्सर्साइज गरिरहेको हुन्छु, अनि कहिलेकाहीँ बिहान आउँदाखेरि उता पारिपट्टि गरिरहेको हुन्छु, तर आज यहीँ गरेँ। तल ओछ्याएको ढुङ्गाहरू त लास्टै चिसो थियो, यहाँ त आइसमाथि हात राखिरहेको जस्तो फिल भइरहेको थियो त्यतिखेर। त्यही पनि हल्का फुल्का सहेर पुसअपहरू कम्प्लिट गरेँ, तर फेरि बिहान बिहान एक्सर्साइज गर्नुको पनि फिल नै फरक हुन्छ क्या। दिनभरि मुड फ्रेस र एनर्जी भएको जस्तो फिल भइरहेको हुन्छ आफूलाई, अनि बेलुका हाने पनि त्यही हो, मस्त निन्द्रा लाग्छ। हार्डवर्क गरेपछि बडीले रेस्ट खोजिरहेको हुन्छ। म सजेस्ट गर्छु बिहान कि त बेलुका एक टाइम एक्सर्साइज गर्नु। आफू जुन बेला भ्याउँछ त्यो बेला, तर गर्न चाहिँ गर्नु। बाई बाई, टेक केयर।